घरमै बनाएको चिकन बिरयानी, त्यो पनि मात्र 5 स्टेप्समा। पातलो गरी काटेको प्याजलाई मजाले फ्राई गर्ने, अनि चिकन म्यारिनेट गर्नलाई चिकन, दही, अदुवा लसुनको पेस्ट, नुन, बेसार, गरम मसाला, बिरयानी मसाला, टमाटर, खुर्सानीको धुलो, तेल र अघि फ्राई गरेको प्याज राखेर मिक्स गर्ने, अनि 30 मिनेट रेस्ट गर्न छोडिदिने। त्यसपछि ल्वाङ, अलैँची, दालचिनी, तेजपत्ता हालेर पानीमा बोइल गर्ने, अनि भिजाएको बासमती राइसलाई 5 मिनेटसम्म बोइल गर्ने। अब बाँकी चिकन पकाउने र लेयर गर्ने मात्र त हो। चिकनलाई 50% पाक्न दिने, अनि तेल जस्तो देखेपछि बोइल गरेको राइसलाई लेयर गर्ने, अनि फ्राई गरेको प्याज, फुड कलर राखेर लो फ्लेममा 20 देखि 25 मिनेटसम्म पकाउने। अब सर्भ गरेर खाना रेडी। अब घरमा यस्तो मिठो बिरयानी बनाएर खाने होइन त? अनि फलो फर मोर खानेकुरा।